मानव अधिकार आयोगले दिएको रिपोर्ट अर्को आयोगले दिएको रिपोर्ट जस्तो होइन। हेर्नुस्, सामान्य विषय होइन, कुनै हालतले होइन। यो त संयुक्त राष्ट्र संघका विभिन्न मञ्चहरू छन् विदेशमा, राष्ट्र के अरे अन्तर्राष्ट्रिय मानव अधिकार संगठन छ, संयुक्त राष्ट्र संघका पनि विभिन्न मञ्चहरू छन् जसले कि मानव अधिकारको पक्षमा एडभोकेसी गर्छ। हेर्नुस्, यदि यो रिपोर्ट यो हाम्रो नेपाल सरकारले कार्यान्वयन गरेन भने पनि विश्वको विभिन्न संगठनहरूले यसको मूल्याङ्कन गर्छ। कहाँ यो घटनालाई रिफरेन्स लिन्छ, यो रिपोर्टलाई रिफरेन्सको रूपमा लिन्छ। म तपाईलाई एउटा यो नकारात्मक सूचीमा राख्छ। हेर्नुस् है, एउटा आयोगले त रिपोर्ट दियो, राम्रो, ठिक छ, ओके, दियो ल, तर जसको नाम चाहिँ नि किटानी भएको छ नि, हजुर, नकारात्मक सूचीमा राख्छ। हेर्नुस्, जस्तो कपिल वस्तुमा मेरो त मित्र हो उहाँ, कर्नेल लामा, यहाँलाई थाहा छ नि हैन? कर्नेल लामा मेरो मित्र हो। हामी सँगै तनहुँमा, म डिएसपी थिएँ, उहाँ मेजर हुनुहुन्थ्यो तनहुँमा। राम्रो स्वभाव, एकदम के अलिकति प्राज्ञिक पृष्ठभूमि भएको व्यक्ति हो के उहाँ। हेर्नुहोस्, राम्रो व्यक्ति हो। अब उहाँ कपिल वस्तुको गणपति हुँदा के हो, द्वन्द्वको कालमा उहाँमाथि मानव अधिकारको चाहिँ आरोप लाग्यो। उहाँको वाइफ मलाई लाग्छ मेडिकल ब्याकग्राउन्डको हो हैन, मेरो चिनजान छ राम्रै। अनि उहाँ चाहिँ बेलायतमा हुनुहुन्थ्यो, म्याम बेलायतमा हुनुहुन्थ्यो, भेट्न जानुभयो, एरेस्ट गरिदियो, बाहिर नकारात्मक सूचीमा थियो उहाँ। भनेपछि अहिलेका जति पनि सांसदज्यूहरू हुनुहुन्छ हैन, जस्तो रविजीमाथि पनि आरोप लाग्यो, विभिन्न व्यक्तिमाथि आरोप लागेछ, सुरक्षा निकायहरूमाथि के अरे आरोप लागेको छ। यसमा सरकारले चाँडो भन्दा चाँडो यो छिनोफानो गर्नुपर्छ। हेर्नुस् है, निकै खतरनाक ठुलो कुरा हो। अहिले जोको नाम किटान भएको छ, यी व्यक्तिहरू बाहिर विदेशतिर जाँदाखेरिमा सांसद होस् कि मन्त्री होस् कि जोसुकै एकदम पक्राउ पर्ने सम्भावना छ। अब एकदम हुन सक्छ, किनभने सरकारले, त्यही भएर म भन्छु, नभए लामाजीलाई किन समात्यो कर साहबलाई? त्यो त नोटिसमा लिएको रहेछ नि त सबै कुराहरू हैन? कपिल वस्तुको हो त्यो। हेर्नुस् घटना, भनेपछि सरकारले अब यसलाई ग्रहण त गर्यो नि त, सरकारले ग्रहण गरिसक्यो। अब कारवाहीको प्रक्रिया भने के त भन्दाखेरि सरकारको कानुनी सल्लाहकारको महान्यायाधिवक्ताजीले नै चाहिँ नि अब यो त अब हामी अब यो क्षेत्रमा काम गर्ने भएर थाहा छ, अब उहाँले नै चाहिँ नि के अरे अनुसन्धान अधिकृत तोक्ने हैन, सरकारी वकिलको भूमिका आउँछ यहाँ। मैले त्यो एउटा कानुनी प्रक्रियामा जाला, ल ठिक छ। भनेको यो मानव अधिकार आयोगले सिफारिस गरेको कुरा सरकारले व्यवस्था गर्न मिल्दैन। अब सरकारले पनि मलाई लाग्छ यसमा गृह कार्य गर्ला। हेर्नुस्, गर्नै पर्छ। किनभने यो त अन्तर्राष्ट्रियकरण भइसक्यो। अब त हिजो प्रकाशित हुने बित्तिकै त अन्तर्राष्ट्रियकरण भयो कि गोकर्णजी। अब यो सरकारले पनि गम्भीरता देखाउला। किन देखाउला भन्दाखेरि पार्टीको सभापतिज्यूको पनि नाम आयो हो, उहाँकै पार्टीको 17 जना केहीमा चाहिँ समानुपातिक होला को होला हैन, तर जनप्रतिनिधिहरू पनि त हो नि त, प्रत्यक्ष चुनिएकै धेरै छन् हो। अब कोही अब नाम आएको भन्दैमा सबै चाहिँ दोषी चाहिँ होला नि त। जस्तो तोसीमा कार्की जीलाई मैले पनि त्यो डाक्टरको हैन त्यो ड्रेस लाएर गएर हैन उहाँले उपचार गरेको मैले देख्या छु सिभिल हस्पिटलमा जानुभएको। त उहाँ जाने कि नजाने उपचारको लागि, त्यसैको लागि उहाँ चाहिँ चिकित्सक हो, जाने कि नजाने। मैले समग्रमा गल्ती गर्ने पनि होला। त असन्तुष्टि नै पोखिसके हिजो कि